2010 पछि 16 वर्षको प्रतीक्षा अन्त्य गर्दै स्पेन फेरि विश्वकपको शिखरमा पुगेको छ। फिफा विश्वकप 2026 को रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 पराजित गर्दै स्पेनले दोस्रो विश्वकप उपाधि आफ्नो नाम हासिल गरेको छ। खेलभरि स्पेनले उत्कृष्ट बल नियन्त्रण, आक्रामक खेल र अनुशासित रणनीति प्रस्तुत गर्यो। अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले धेरै उत्कृष्ट बचाउ गरे पनि अन्ततः 106 मिनेटमा फेरान टोरेसको निर्णायक गोलले खेलको नतिजा तय गयो। यो नतिजासँगै स्पेनले फेरि एकपटक विश्वलाई देखाएको छ कि धैर्य, टोलीको एकता र उत्कृष्ट रणनीतिले ठूला सपना पनि पूरा गर्न सकिन्छ। खेल भनेको जित र हारको मात्र नाम होइन, यो सङ्घर्ष, धैर्य, अनुशासन र कहिले हार नमान्ने आत्मविश्वासको यात्रा हो। आज स्पेन विजेता बन्यो, भोलि अर्को टोली बन्न सक्छ, तर मैदानमा अन्तिमसम्म लड्ने साहस नै साँचो च्याम्पियनको पहिचान हो। त्यसैले जीवनमा पनि हारसँग नडराउँ, निरन्तर प्रयास गरौँ, किनकि अन्तिम जित उसैको हुन्छ जसले अन्तिमसम्म हार मान्दैन। हामी विभिन्न टोलीहरूको समर्थन गऱ्यौँ, विभिन्न टोलीहरूको एगेन्स्टमा पनि कहिलेकाहीँ हामीले गेम हेऱ्यौँ। यो भनेको हामीले नितान्त रमाइलोका लागि हेरेका हौँ, रमाइलो गरेका हौँ। हामीलाई एकदमै भरपुर मनोरञ्जन प्राप्त भयो र हामी यो पक्ष ऊ पक्ष भनेर एकअर्कामा दुश्मनी पनि नमोलौँ भन्छु। र तपाईँको विचार के छ? स्पेन यो उपाधिको वास्तविक हकदार थियो कि अर्जेन्टिनाले जित्नु पर्थ्यो? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोस्, तर रमाइलोको लागि मात्र है त।